एन्ड नमस्ते इट्स द बोय अन्जन गेमिङ वाइटी अन्जन आलेमगर युट्युब च्यानल ब्याक टु द ब्रान्ड न्यू भिडियो र यस गाइस सबसे पहिला सबैजनालाई सरी किनकि म आफ्नो च्यानलको नाम बिर्सेर त्यही अन्जन गेमिङ वाइटी भन्छु न अब म भन्दिनँ होइन गाइस। आज चाहिँ गाइस आजको भिडियोमा गाइस मैले गरेको छु 1 भर्सेस 4 वाला खतरनाक वाला गेम प्ले एन्ड गाइस एउटा कुरा भन्न चाहन्छु मलाई गाइस अहिले रुगा चाहिँ धेरै लागेको छैन त्यसको कारणले गर्दाखेरि मेरो गाइस के भन्छ अब त्यसलाई होइन सिँगानहरू के भन्छ नि त्यो आउँछ होइन त्यही भएर त्यसलाई प्लिज इग्नोर गरिदिनु होला होइन। एन्ड रुगा चाहिँ धेरै एकदमै यस्तो नरमाइलो रुगा लागेको छैन होइन भन्न सक्दिनँ होइन। हिजो राति भर्खरै रुगा लागेको नमराले नि यस्तो टाउको दुखिरहेको छ गाइस भन्न सक्दिनँ होइन। तर आजको भिडियोमा तिमीहरूलाई धेरैभन्दा धेरै मजा आउँछ भयो च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरेर जाँदैछ 100 सब्सक्राइबर्सको तर्फ 100 सब्सक्राइबर तिमीहरूले नै गर्नुपर्छ गाइस होइन। एन्ड मेरो थोरै बहुत के भन्छ त्यसले गाइस होइन नाकमा चाहिँ के त्यस्तो चाहिँ के फोर्सहरू पसेको छैन होइन। मेरो थोरै बहुत के भन्छ त्यो रुगा लागेको कारणले गर्दाखेरि म अलिक प्रपरली बोल्न सक्दिनँ होला त्यही भएर तपाईँहरू त्यसलाई म्यानेज गरिदिनु होला। एन्ड गइहालौँ गेम प्लेतर्फ। अलराइट गाइस हामी गेमभित्र आइसकेको एकदमै खतरनाक तरिकाले। एन्ड मैले यो भिडियोमा देखाएको छु होला होइन मैले 1v4 गरेको छु नि यहाँ एनिमल सेन्सर हुन्छ है 1 2 3 4 सेन्सर हुन्छ यहाँ 4जना छ एक्ज्याक्ट। एन्ड यिनीहरू चाहिँ ऱ्यान्डम प्लेयर हो होइन। तर गाइस यिनीहरूले मलाई यस्तो हानेको थिएँ नि होइन कि मलाई लागेको थियो कि मेरो गयो भने कि किनकि म फर्स्ट टाइम 1v4 हानिरहेको छु मैले 1v4 कहिले खेलेको छैन कि त्यही भएर हो। अब म बिस्तारै 1v4 मा सिफ्ट हुन्छु होइन। अहिले चाहिँ मेरो सिप अहिले म कति हाल्न सक्छु 1v2 सक्छु 1v3 सक्छु गाइस 1v2 र 1v3 सक्छु त्योभन्दा बढी सक्दिनँ नि त त्यही भएर होइन। अनि हेर गाइस यस्तो खतरनाक युएसपीको हेडसट पसन्द त्यसलाई ओह देखो नि भाइ सक पऱ्यो होला गाइस होइन ऐसे कैसे मार दिया तुमने भनेर के तर हिजो एकदमै खतरनाक तरिकाले छु। एन्ड त्यही टाइममा ओरियन पनि हालेँ गाइस होइन। एन्ड मैले ग्लुवाल लगाएँ किनकि यिनीहरूले फसाम भनेर लेट्स गो गाइस हुन्छ एकदमै खतरनाक तरिकाको मुभमेन्ट हानिरहेको छु। एन्ड रिभाइभ नै गरिदिरहेको छ यार उपरले म होइन एकजना मात्रै प्लेयर हो कि म एकजना मात्रै प्लेयर हो। एन्ड रिभाइभ नै गरिरहेको छ आफ्नो साथीहरूलाई हेरिरहेको छु झन् 1v4 हो कि गाइस यो म एक्लो खेलिरहेको छु त्यहाँ 4जना छैन झन् उल्टो रिभाइभ नै हानेको छ कि लाभ छैन यिनीहरूलाई के भनौँ म यार। तर गाइस हेर अब म गाइस यस्तो क्लच निकाल्छु नि तिमीहरू हेऱ्यो भने तिमीहरू नि सक हुन्छु। एन्ड मैले भनेको थिएँ होइन यो भिडियोमा म अगर 0मा नि हारेँ भने म यो भिडियो अपलोड गर्छु भनेको छु होइन। त्यही भएर गाइस लेट्स सी के म जित्छु या फिर हार्छु है त लेट्स सी गाइस। अब हाम्रो अब नेक्स्ट राउन्ड स्टार्ट हुँदैछ। एन्ड हाम्रो नेक्स्ट राउन्ड एकदमै बवाल तरिकाले स्टार्ट भइसकेको छैन गाइस मैले एकजना नक गरेको थिएँ कि एन्ड त्यसलाई नक गरेको थिएँ त्यसको कारणले गर्दाखेरि गाइस ऊ भयो नि त अर्कोले हान्थ्यो कहाँबाट हान्थ्यो त्यो भएर मलाई थाहा भएन त्यो भएर हो। अनि म एकैचोटि बसिरहेको थिएँ त्यो भएर गाइस मलाई यो अर्कोचोटि नराम्रो लाग्यो है मैले नक गरेको थिएँ। एन्ड मलाई सिधै हेडसट पऱ्यो डेजर्टको यार दुवैजनाले खतरा ड्यामेज हानेको थियो कि गाइस तर क्या बोल सकते हैं मैं हाँ कुछ नहीं कर सकता गाइस मैं कुछ नहीं कर सकता गाइस। मैले फेरि ल्याएको छु यही गन किनकि गाइस मसँग धेरै पैसा छैन होइन अरू गन लिनुलाई त्यही भएर मैले यो गन लिएँ। यसको नाम के हो गाइस के हो मैले बिर्सेँ कि तिमीहरू थाहा छ भने कमेन्ट बक्समा होइन यो गेमको नाम होइन यो गनको नाम के हो कमेन्ट बक्समा भन ल। लेट्स सी गाइस अब चाहिँ मलाई थोरै बहुत म डराइरहेको थिएँ गाइस म हार्ला कि म नसक्ला कि भनेको किनकि फर्स्ट टाइम मैले 1v4 हानेको नि त गाइस होइन त्यो भएर मलाई बानी छैन त्यो भएर नि कि पछाडि अगाडिबाट अब जासुकीबाट हान्न सक्छु भने म राम्रोसित प्रपरली खेलिरहेको छु होइन यो गेममा चाहिँ चाहिँ केमा हान्छु कि हान्दिनँ है त ल लेट्स गो मेरो भेट ओ भाइ हेड हान्थ्यो नि गाइस अगर त्यो ग्लोरमा नलाग्यो हेडसट लागेको थियो गाइस तर त्यो मर्छ कि मर्दैन म थाहा भएन। होइन आयो नजिकै तर म धेरै ड्यामेजको छु त्यो भएर गाइस मलाई रिस्क लिनु छैन होइन। अनि चल हुन्छ ऊ त्यो पछाडि नि एनिमी छ अगाडि नि एनिमी छ त्यो भएर हो कि गाइस होइन मलाई खतरा छ। अहिले त एकजना म नक हान्दा गाइस मैले ओरियन गरेँ किनकि मलाई कभरमा बाँच्नु थियो कि त्यो एकजना मैले नक गरेँ एन्ड गाइस होइन रिभाइभ गरिएको छैन नि यस साराले यसलाई मैले नक गरिसकेको छु एकदम खतरनाक तरिकाले। एन्ड मलाई पछाडिबाट हान्नु देख्यो नि काम धन्दा छैन पछाडिबाट हान्यो कि सालाले। अब गाइस के लाग्छ कति बार भइरहेको छु अब
3-0 को स्कोर छ। अन्जन दाइ तपाईँ हार्नुहुन्छ, तपाईँ छोडिदिनु यो ऊ होइन। तर अब तिमीहरूले देखाउँछु म आफ्नो कम ब्याक। अब भन्छ नि त्यसलाई भन्छ नि एउटा अब न देखाता हो किसे कम बैक बोलते हैं। अब म तिमीहरूले सोच्छु कम ब्याक एकदमै खतरनाक तरिकाको है त गाइजहरू। मलाई गाइज मनमा धेरै डर लागेको थियो कि अब म सक्दिनँ कि अब म हार्छु कि भनेर गाइज मलाई मनमै धेरै डर थियो। तर गाइज मैले नडराइकन राम्रोसित खेलेको छु यो म्याचमा होइन। एन्ड मेरो 1v4 चाहिँ फर्स्ट टाइम हो कि गाइज। मैले यो हिजो राति भर्खर खेलेकै गाइज। यो मैले हिजो राति मात्रै खेलेको हो यो गेम होइन, त्यो भएर हो गाइज। एन्ड पछि म एकदमै समातेर खेल्छु भनेर गाइज म खेलिरहेको छु होइन। जस्तो कि म समातेर खेल्छु अब के गर्छु एन्ड ओ साले रिभाइभ गरेर है भाइ साहब के रे गाइज। म क्लियर नि गइरहेको छु किनकि उता अझ एउटा एनिमी छैन, त्यसले रिभाइभ गर्ला भनेर आफ्नो साथीलाई रिभाइभ गऱ्यो भने त गाह्रो हुन्छ मलाई, त्यही भएर हो होइन। लेट्स गो गाइज, लेट्स गो एन्ड ओ गाइज खतरनाक गाइज। यो क्लचकोलाई एक लाइक एन्ड सब्सक्राइब हुन्छ गाइज। यो क्लचकोलाई एक लाइक गर फटाफट अहिले कहिले लाइक गर गाइज। अगर तिमीहरूले लाइक गरेन भने गर्न त केही गर्न सक्दिनँ होइन, तर गर न लाइक, त्यही भन्नु खोजेको क्या। अब लाइक गर क्या, देखाएको छु यो क्लचकोलाई लाइक गर। हो ए हेर्छ गाइज साइन जस्तै हाल्छ नि, हेर्छ तल साइन जस्तो मेरो नाममा खतरनाक होला छ यो गाइज। लेट्स सी कि गाइज अब म कम ब्याक गर्न सक्दिनँ है त गाइज, त्यो भएर हो। एन्ड लेट्स गो गाइज, लेट्स गो। यसपालि चाहिँ म अब लागिरहेको चाहिँ गाइज होइन, म असली तरिकाले खेल्न आँटेको छु। तर गाइज त्यहाँ एनिमी छ, त्यो भएर गाइज म थोरै बहुत डर लागिरहेको छैन। तर गाइज अब म हान्छु भने सोचेको थिएँ, तर मेरो ग्लुवालको बिचमै थियो नि त मेरो ग्लुवाल, त्यो भएर गाइज हेर्छ कि अनि जम्प शॉट किंग गाइज, जम्प शॉट किंग इसको बोलते हैं जम्प शॉट, जम्प हेड शॉट को म किङ हो। त्यो भएर लाइक गरेर गाइज अरे जम्प शॉट हानिदिँदाखेरि गाइज जम्प शॉट किङ हो कि गाइज। म यही हान्दी जम्प शॉटबाट। एन्ड 1v4 गाइज म गरिरहेको छु होइन। एन्ड धेरै गाह्रो छ 1v4 चाहिँ गाइज, किनकि पछाडि अगाडि कहाँबाट हान्छ होइन थाहा नै पाउँदैन मान्छेले कि। यो चाहिँ हो मेन 1v4 मा दिक्कत, त्यही भएर। एन्ड यदि तिमीहरूले गिलमा जोइन गर्नु छ भने गाइज होइन तिमीहरू आफ्नो नाम लेख्न सक्छौ, तिमीहरूको नाम एन्ड मलाई युआइडी लेखिदेऊ, किनकि म तिमीहरूलाई आसानीले गिलमा लिन सकौँ भनेर कि होइन। एन्ड तिमीहरूलाई मेरो गिली देखाउँछु, मेरो गिलीमा एउटा होइन केटी छ होइन, त्यो केटी यस्तो खतरनाक खेल्छ गाइज गेम होइन, तिमीहरू सक पर्थ्यो कि। अनि मलाई हान्छ भने गाइज मलाई डर थियो। अन्त ब्याक टु ब्याक थिन्छ। अनि केटी आयो भने गाइज केटी अलिकति खतरनाकै खेल्छ जस्तै लाग्यो, त्यो भएर गाइज होइन मैले भाइको रिभाइभ गरिरहेको छु कि उल्टै झन् क्लियरली गरिरहेको छु गाइज। अनि बिचमा वालिङ लगाएर छु किनकि मलाई डर छ कि म यो राउन्ड हार्न सक्छु भने, तर म यति आसानी त हार्न सक्दिनँ। अनि त्यहाँ अझै एउटा किन्छ जस्तो लागेको छ। एन्ड हो त्यो केटीको खतरा ड्यामेज हानेको छ गाइज मलाई। केटी हो कि केटा हो, केटी होला गाइज। लास्ट एउटा मात्रै बन्दा बाँकी छ। एन्ड लेट्स सी कि म हान्छु या फेरि त्यसले मलाई हान्छ है त। तर मलाई धेरै डर लागेको थियो कि किनकि गाइज ओपी बोल्थे ओपी खतरनाक होला गाइज। म क्लच हानिरहेको छु होइन गाइज। एन्ड मेरो भइसकेको छ 3-3 को स्कोर। एन्ड लेट्स सी कि गाइज होइन यो राउन्ड मेरो हातबाट जान सक्थ्यो नि, किनकि म युज गरिरहेको थिएँ यो वाला गन के भन्छ यसलाई होइन। मैले नाम बिर्सेँ गाइज गनको। यो सुरुमा चाहिँ बोकेको छु नि मैले, यो वाला गन मैले बोकेको छैन। यसबाट म मर्न सक्थेँ, तर गाइज एन्ड टाइममा होइन एन्ड टाइममा हेडमा लाएर गाइज जित्यो, नभए त गाइज कसम चाहिँ म हार्थेँ नै। एन्ड मलाई गुस्सा आउँथ्यो, त्यति मात्रै भन्छु ल। लेट्स गो गाइज, लेट्स गो। अब फेरि जाउँ होइन। एन्ड एनिमीहरू आउने बित्तिकै यिनीहरूको म चड्डी गिली गर्छु, चड्डी फाड्के गिली गर्नुला। लेट्स गो गाइज, लेट्स गो माई बेटा लोगो। लेट्स सी गाइज भन्छ कि छोड्दैन हो र।
भाइ सब यो के थियो गाइस हेर्न सक्छु त्यो रिभाइभ गरेको थियो भने गाइस मलाई रिभाइभ गर्ने मान्छे मन पर्दैन म अलमोस्ट मर्छ भनेर सोचेको थिएँ तर गाइस म स्कोपिङ गरी हानेको थिएँ त्यो भएर त्यो किलीमा खतरा ड्यामेज थियो तर म मर्छु भनेर तर मैले हान्दियो खतरनाक तरिकाले एन्ड यस सर यो हरकत गरेकोमा सरी एन्ड मन पऱ्यो भने लाइक गर सब्सक्राइब गर एन्ड म तिमीहरूलाई गिल देखाउँछु मेरो गिल देखाउँछु एन्ड अगर तिमीहरूले मेरो गिलमा जोइन गर्न छ भने युआइडी लेख है त हिँड्छ चाहिँ हाम्रो गिल लेभल चाहिँ 2 छैन अहिले चाहिँ खै अलिकति घटेछ यो धेरै घटेको छैन किनकि मैले अलि खेलेको छैन नि त गिलमा होइन त्यही भएर हो गाइज म गिलमा खेलेको छैन त्यही भएर नि हो होइन एन्ड द्याट्स वाइ अब गाइज यो गिलमा फेरि म गेम वेम खेलेर पुछ गरेर यो गिललाई टप बनाउँछु होइन हेर्न सक्छु है सबसे पहिला चाहिँ मै हो यो गिल्डको लिडर हेर्न सक्नुहुन्छ है मेरै नामको गिल्ड हो होइन म गिल्डको लिडर होइन एन्ड यो चाहिँ हो एक्टिङ गिल्ड लिडर एन्ड ऊ चाहिँ मेरो गाइज भान्जा नि हो तपाईँहरू अगर मेरो ओल्ड अडियन्स होइन जो मेरो ओल्ड अडियन्स छ ऊ भान्जालाई राम्रोसित चिन्नुहुन्छ होइन आर्जेनलाई एन्ड यो चाहिँ हो एनजी रिया यही केटीको बारेमा मैले कुरा गरेको होइन यो केटी यस्तो खतरनाक खेल्छ कि तिमीहरूले हेऱ्यो भने तिमीहरू ढल्छ्यो भनेर टेलिग्राममा बबाल खेल्छ त्यति तिमीहरूलाई यो केटीको गेम प्ले चाहिन्छ भने यो भिडियोमा 20 लाइक गरेर म हालिदिन्छु ल अलिक बढी नै लाइक गेम दिइरहेको छु तर कम्प्लिट गरिदेऊ म नेक्स्ट भिडियो फट चुट्की बजाएर हाल्छु ल त्यो अहिले कम्प्लिट गरिदिन्छौ एन्ड गाइज यो चाहिँ खै यो नि हाम्रो गाइज एकदमै खतरनाक लागि गिलको मेम्बर होइन 4 दिनदेखिबाट अनलाइन आएको छैन खै किन नआएको खै के कारण नआएको म चाहिँ थाहा भएन होइन त एकदमै खतरनाक खेल्छ अहिले होइन यस्तो दामी हेरान्छ नि होइन तिमीहरूले हेऱ्यो भने तिमीहरू सक पर्छौ के एन्ड यो चाहिँ गाइज खै रेक्स नामको कुन आइडी हो मलाई चाहिँ थाहा छैन होइन है यो कुन आइडी हो तिमीलाई थाहा छ भने चाहिँ कुन आइडी हो भनेर तिमीलाई थाहा छ भने कमेन्ट बक्समा भन मैले आफ्नो जुन छ नि मेरो आइडी होइन त्यो आइडीको मान्छेहरू 1-2वटा जस्तो मैले एड गरेको छु कि गाइस यदि मात्रै भन्छु एन्ड यो चाहिँ खै को हो नयाँ प्लेयर होइन म चाहिँ थाहा भएन होइन यो चाहिँ हाम्रो गिलमा चाहिँ खै को नयाँ हो मलाई चाहिँ कसम यो चाहिँ थाहा छैन होइन एन्ड यो मेरो गिलमा चाहिँ छ होइन तर रिक्वेस्ट चाहिँ मेरो एक्सेप्ट गरेको छैन कि मेन चिज चाहिँ त्यही हो एन्ड अर्को चाहिँ हुन्छ यो चाहिँ मेरो आफ्नै आइडी हो एन्ड 30 दिनदेखिबाट अफलाइन छ एन्ड यो चाहिँ यो जुन एनजिरेक्स आइडी दिनुभएको छ नि यो एनजिरेक्स आइडी होइन यो चाहिँ मेरो आफ्नो आइडी होइन यो चाहिँ मेरो आफ्नो आइडी होइन यो चाहिँ मेरो एकजना साथीको आइडी हो होइन तर अहिले त्यसले गेम खेलेन 10 लेभल मात्रै छ हेर न आइडीको 10 लेभल छ त्यो पनि मैले गिलमा एड गरिदिएँ किनकि राम्रो मान्छे छ त्यही भएर मैले एड गरिदिएँ क्या एन्ड हेर्न सक्नुहुन्छ यो चाहिँ लास्ट बन्दा हो एन्ड खै यो चाहिँ को हो म यसलाई चाहिँ म कसम चिन्दिनँ है यसलाई चाहिँ म कसम चिन्दिनँ होइन त्यही भएर नि यो खै दिपिन कि खै के नाम हो गाई चाहिँ खै दिपिन थापा भन्ने खै को हो म चाहिँ चिन्दिनँ है यो भाइ चाहिँ को हो म कसम चिन्दिनँ गाई होइन मसँग लिस्टमा चाहिँ छ होला तर म चिन्दिनँ एन्ड मेरो गिल्ड चाहिँ यस्तो छ अहिले कुछ छैन गाई एन्ड हेर्न सक्छु म चाहिँ अहिले छु यसमा चाहिँ हिरो एकजना आर्टिस्ट छु होइन एन्ड यसमा चाहिँ हेर्नुहुन्छ बिहारमा चाहिँ म हिरो गएछु चाहिँ अनि मेरो अहिले चाहिँ लेभल चाहिँ छ 53 सरी एन्ड हेर्न सक्छु मसँग 2टा इमोट छ खतरै छ गाइस खतरै छ एन्ड अर्को नि हेर्नलाई आई होप छ तिमीलाई आजको भिडियो मजा आयो भने लाइक गर सब्सक्राइब गर एन्ड तिमीलाई अगर मेरो गिलमा जोइन गर्न छ भने के छैन एउटा प्यारो कमेन्ट गर किनकि म तिमीलाई गिलमा म जोइन गराउँछु एन्ड हाम्रो गिल चाहिँ अहिले थोरै बहुत हेर्न सक्नुहुन्छ है 1% मात्रै छ हाम्रो गिलको ऊ जानलाई लेभल जानलाई तर म त्यस्तो हुनु दिन्न अब म गाई चाहिँ यो गिलमा धेरै पुस गर्छु धेरै खेल्छु तिमीले अगर यो गिल जोइन गर्न छ भने गाई छैन कमेन्ट गर म जोइन गराइदिन्छु एन्ड युआइडी कमेन्ट गर है त एन्ड एनजिडियाको गेम प्ले हेर्न छ भने कमेन्ट गर है त ल बाई